हामी अब आज के अरे आज हाम्रो छुट्टी रोमानियाको यो के अरे बुझौ भन्ने सिटी जान नयाँ छ। एकजना आउनै बाँकी छ। के हो र कालो आउँदैछ छायाले कालो सिटी गएर तरकारी सरकारी चट्ट किनेर ल्याइ धेरै दिनपछि आज टक्क मौसम मिलिरहेछ। जाँदैछ जानुभएको तपाईँ सिटी आइसक्यो है। यस्तो के को घाम तारेर यस्तो फर्किहाल्नु काम छैन गएर तरकारी सरकारी मासु काट्ने सुत्ने अनि सुत्ने त्यसपछि यस्तै लजाउनु भएको छ हजुर ल मैले तपाईँहरूकै त गरिरहेको छु अगाडि सरकारी किनेर चाहिँ चट्टै झोला उठेर टमाटरहरू लानु पर्ने म त ट्रिटनमा झर्नु पर्यो यार पिठो लानुपर्ने छ। ट्रिटनमा झर्ने हो त्यसपछि हाम्रो रोमानियाको बुझाउ भन्ने ठाउँ चाहिँ यस्तो छ है। सामान चट्ट किनेर निस्किसक्यो हुन्छ कता हो यो त भारी बोकेर आउनु हुँदैछ। कति केजी मासु छ दाइ राज दाइ कति केजी मासु छ कस्तो दामी रुख चाहिँ हाम्रो ऊ चाहिँ चाइनिज जस्तै छ। चाइनिज भनेर रोमानियनहरूले छ्याङछ्याङ कहाँ घुमेको फेरि यहाँ देखाएको कहाँ गएको के टिकट काट्नु ए किन असिम चाइनिज भनेर तिमीलाई कसरी बोल्ने हौ रोमानियनले मलाई चाहिँ किन बोल हावा डेन्जर आयो है पानी आउनु लाग्यो कति चिसो हुँदै आएको मौसम यस्तो छ पानी आउनु लाग्यो सामान किनेर है चट्ट
हामी निस्किसक्यो यता एक झोला छ अनि यहाँ एक झोला टक्क अनि यता पनि एक झोला छ कट्टासँग घरकै छ काटिन्छ ए हाम्रो रहेछ मान्छे हिँड्ने लेनमा साइकल टुक्दैछ उतै गएर कुद्छ कुकुरहरू अनि मारिदिन्छ ठाडा गोली मलाई टु बनाउन आउँदैन रोहनियाको बाटोको हालत हेरौँ है गाइजहरू कस्तो छ यसो बाटोमा हिँड्नुपर्छ एउटा हिरो यता छ यस्तो पुरा गाउँ हो हामी बस्ने ठाउँ चाहिँ यताबाट उता देखाउने उताबाट यता देखाउने पानी चट्ट लाएर पानी पर्यो किन लो अगाडि क्यामेरा गर्नु मिल्छ नि आइपुगेर यहाँ चाहिँ बनाना ए दाजुभाइ है दाजु भाइ सुरु भयो सामान लिएर टक्क